निर्मला हत्याकाण्ड पनि राजनीति भएको होइन त्यतिखेर? तपाईँहरू मलाई भन्नुहोस्, त्यो सानो नानीको लासमाथि राजनीति गर्ने को हो त्यतिखेर? तपाईँले सोध्नु होला जतिजना मान्छेले त्यसलाई स्टन्टबाजी भन्नुभयो, क्यामेरा लिएर हिँड्छ भनेर। क्यामेरासँग भाग्ने मान्छेहरू हामीहरू, क्यामेरा आएर बोलेको तपाईँले हतपत्त हामीलाई देख्नु हुँदैन। हामी फिल्डमा उत्रेर काम गर्ने मान्छेहरू, हामीलाई त्यति राम्रोसित बोल्नु आउँदैन होला, तर राम्रोसित काम चाहिँ गर्नु आउँछ, आफ्नो देशलाई जोगाउनु आउँछ। चाहे तपाईँ नै होस्, तपाईँको जिम्मेवारी पनि हाम्रै टाउकोमा छ। हामीले नै त्यो जिम्मेवारी निर्वाह गरेर हामी तपाईँको पनि सुरक्षाको लागि हामी खटिरहेछौँ। हामीले कहिले पनि भनेका छैनौँ कुनै दल कुनै पार्टी भनेर हामीले छुट्याएको छैनौँ यहाँ। तर पहिला के हुन्थ्यो, हामी पहिला बस्दाखेरि एउटा नागरिक भएर हेर्दाखेरि के हुन्थ्यो, यताबाट एकजना उफ्रिनुहुन्थ्यो, उताबाट अर्कोजना उफ्रिनुहुन्थ्यो, दिनभरि त्यो ड्रामा हुन्थ्यो हाम्रोबाट यहाँ। तर अब हामी नसुध्रेर कहिले सुध्रिने? त्यही भएर हामीले हिजो अथाक प्रयास गरेको, प्लेन श्री एयरलाइन्स रेडी गरेको, पर्मिसनहरू लिनुपर्छ लिएकै हो, तर डक्टर्सहरूले स्टेबल राख्नु पर्यो, पेसेन्टलाई स्टेबली ट्रान्सफर गर्नु पर्यो। अब उहाँको ब्लड प्रेसरै लो भइसकेको थियो। ब्लड प्रेसर लो भएको टाइममा हामीले उहाँलाई लाँदै गर्दाखेरि केही गरी